ल हेर्नु बाटो यस्तो खत्तम छ होइन। तलतिरबाट नि बाइक आएको छ, माथिबाट नि बाइक आएछ। अब कसरी चाहिँ यो एकअर्काले साइड दिने त अब बाटो त एकदम साँगुरो छ। अब यो चाहिँ अब हेर्नै पर्ने भयो कि तलतिर झन् त्यो त्यत्रो भारी बोकेर पनि अर्को अर्को मान्छेले बोकेर होइन। हेलो हेर्नु हेलो तलतिरकोले अब अलि ब्याक गर्नुपर्ने भयो। यस्तो यस्तो बाटो पनि बाइक लिएर जाने कि चाइनाको मान्छेहरू। ल तलतिर मान्छे पुरै तल लानु पर्ने भयो कि तलतिर खाली ठाउँ होला सायद। अनि ल ल ल उताले के गर्न थाले तलको बाइकवालाले के फर्कन लाग्यो हो क्या। ल ए त भित्तातिर उसले भित्तातिर च्यापे जस्तो लाग्यो मलाई। हो भित्तातिर च्याप्यो। ल ठिक छ यो पनि सही हो। भित्तातिर च्यापेपछि ऊ त माथिको ओह्रालो ओह्रालो जाने मान्छे चाहिँ छेउछेउबाट जान मिल्यो नि त होइन। ल ल हेरौँ कति कटाउन सक्छ होइन। बाटो त डेन्जर हो कि यो यस्तो बाटोमा चलाउने चाहिँ मान्नै पर्छ। ल होइन पछाडि फेरि त्यत्रो भारी बोकेर हिँडेको छ क्या। फेरि खाली हिँडेको भयो नि एउटा कुरो हुन्थ्यो फेरि। ल दुईवटा भारी बोकेर ल कटायो कटायो। ल त्यो मान्छेले त कटायो। अब यो मान्छेले चाहिँ कसरी अब फेरि ल ल त्यस्तो चिप्लो बाटो पनि चिप्लो छ भाइ क्या। उस्तै चिप्लो पनि अफरोड पनि होइन। ल ल ए सजिलो लाग्यो त। ल यसमा एउटा बाइकको पावर पनि हुनु पर्यो कि। यो बाइक पावरफुल भएपछि होइन अब